डायरी फुटबलर टुगेदर मिशनका खेलाडीहरूले राजधानीमा विशेष समारोहको आयोजना गर्दै 3 जना विशिष्ट फुटबलर व्यक्तिहरूको संयुक्त जन्मोत्सव भव्यताका साथ मनाएका छन्। उक्त अवसरमा मिशन टुगेदरका अध्यक्ष अशोक बज्राचार्य, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान गणेश थापा र पूर्व राष्ट्रिय फुटबल खेलाडी अनिल गुरुङको जन्मदिन एउटै दिन परेको हुँदा यसलाई एकै कार्यक्रमभित्र सौन्दर्यपूर्ण वातावरणमा संयुक्त रूपमा मनाएका छन्। साथै खेलकुद क्षेत्रमा सक्रिय रहँदा उहाँहरूले देखाएको योगदान र मित्रतालाई झन मजबुत बनाएको सहभागीहरूले बताएका छन्। कार्यक्रममा मिशन टुगेदरसँग आबद्ध पूर्व र वर्तमान खेलाडी, फुटबल प्रेमी, शुभेच्छुक तथा विभिन्न खेल संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उपस्थिति सबैले तिनै व्यक्तित्वलाई फूलमाला र केक खुवाउनु हुँदै जन्मदिनको हार्दिक शुभकामना समेत दिएका छन्। उहाँहरूको फुटबल प्रतिको लगाव, राष्ट्रिय टोलीलाई दिनुभएका योगदान र नेपाली फुटबललाई अघि बढाउन खेलेको भूमिकाको स्मरण गर्नुहुँदै विभिन्न वक्ताहरूले उहाँहरूलाई प्रेरणादायी व्यक्तित्वका रूपमा उल्लेख समेत गर्नुभएको हो। यस अवसरमा वक्ताहरूले अशोक बज्राचार्यको नेतृत्वमा भेटरान फुटबलर मिशन टुगेदरले गर्दै आइरहनु भएको क्रियाकलाप, गणेश थापाले राष्ट्रिय टोलीको कप्तानका रूपमा पुर्याउनु भएको योगदान र अनिल गुरुङले खेलाडी जीवनमा देखाउनु भएको सङ्घर्ष तथा उपलब्धिको चर्चा समेत गर्नु भएको थियो। कार्यक्रमले फुटबल प्रेमीहरूको भावनालाई झन नजिक ल्याएको मात्र नभई नयाँ पुस्तालाई पनि प्रेरित गर्ने वातावरण निर्माण गरेको बनाइराख्नु भएको थियो। खेलाडीहरूको बीचको आपसी सद्भाव र मित्रतालाई झन प्रगाढ बढाउन सहयोग पुगेको भन्दै सहभागीहरूले यस किसिमका कार्यक्रम निरन्तर आयोजना गर्नुपर्ने आवश्यकता समेत औल्याएका छन्। यस्तै जन्म उत्सव सँगै नजिकै गरेको नेपालीहरूको महान चाड पर्व विजया दशमी, शुभ दीपावली, छठ लगायतका पर्वहरूको सन्दर्भमा उपस्थितिहरूले एक अर्कालाई शुभकामना आदान प्रदान समेत गर्नु भएको थियो। सहभागीहरूले चाडपर्वले ल्याउने एकता, सद्भाव र आपसी समझदारीलाई खेलकुद मार्फत समाजमा झन गहिरो बनाउनु पर्नेमा जोड समेत दिनु भएको हो। जगन बनिया हजुरहरू प्याक ड्रप गरेर all the best, okay? No, welcome. Happy birthday. Thank you. अब हजुरले सबैलाई सम्मानजनक एउटा हामी ग्यादरिङ गर्नुपर्छ भन्ने कुरालाई हामीले मनन गरिकन यसमा विशेष गरिकन मेरो आदरणीय हाम्रो विष्णुलाललाई एउटा संस्थाको अध्यक्षको रूपमा उहाँको जुन एउटा भिजन थियो त्यसलाई कसरी अगाडि बढाउने हो त भन्ने कुराहरूमा एक आपसमा हामी छलफल गरेर यो कार्यक्रमलाई हामीले एउटा ग्यादरिङ पोइन्टको रूपमा हरेक महिना एउटा कार्यक्रम अगाडि बढाउँ भन्ने उद्देश्यका साथ चाहिँ हामी यो कार्यक्रमलाई अगाडि बढायौँ। यसमा हाम्रो निमन्त्रण स्वीकार गरेर र अग्रज दाजु भाइहरू जुन किसिमले आइदिनु भयो त्यसको लागि म अन्तरात्मादेखि नै साथी सबैलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मैले आफूलाई एउटा साँच्ची नै एउटा म भाग्यमानीको रूपमा मैले लिएको छु। जुन किसिमले मेरा यति सिनियर साथीहरू, यति मेरो खेल क्षेत्रमा लागेको यत्रो साथीहरूको ग्यादरिङमा मैले एउटा जुन एउटा अवसरमा मैले मेरो सौभाग्य पाएँ। यस्तो सबै कुरो रहोस् र यसरी नै एक आपसमा ग्यादरिङ रहोस् र एक आपसमा जुन डिस्टेन्समा रहेको कुराहरूमा एउटा अलिक एक आपसमा नजिक ल्याओस् र यो संस्थाले अझ अगाडि कसरी बढाउन सकिन्छ भन्ने कुराहरू यो ग्यादरिङले ठुलो सहयोग पुऱ्याउँछ भन्ने कुरालाई नै सोचिकन कार्यक्रम गरेको हो। लगायत यहाँ सबै सिनियर दाइहरू र भाइहरू, सबैभन्दा पहिला म यो मिसन टुगेदरलाई यत्रो खेलाडीहरूको बिचमा जुन एउटा चाहिँ यो बर्थडे मनाउने जुन अवसर प्राप्त भएको छ त्यसको निमित्त म सबै यो मिसन टुगेदरका साथीहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मैले यो आफूलाई एउटा सम्मानको रूपमा पनि मैले लिएको छु। अब हामीहरूले हरेक कालखण्डमा नेपाली फुटबललाई
खेलको माध्यमबाट यहाँ हामीले अब एकजनाको नाम लिन सके जति पनि उपस्थित हुनुहुन्छ सबैको चाहिँ के भने आफ्नो ठाउँमा नेपाली फुटबलको देशको लागि योगदान पुर्याउनु भएका साथीहरूसँग यसरी एकमुष्ट यो भेट्ने अवसर जुन प्राप्त भएको छ नि यसमा म चाहिँ अब संस्थापकै अध्यक्ष भनौँ विष्णु गोपाल दाई यो सुरुवात गर्नुभएको थियो होइन मिसन टुगेदरको माध्यमबाट कमसेकम यसले यो संस्थाले कमसेकम पुरानो होस् चाहे नयाँ होस् सबैलाई एउटा आशा जगाएको छ कि भने कमसेकम हामीहरूको एउटा संस्था छ है केही पऱ्यो भने यो संस्थाले हामीलाई गर्छ भन्ने जुन चाहिँ के भनेदेखि अहिले यो स्थापित भएको छ यो आफैमा म चाहिँ के भने बाहिर बसेर पनि समय परिस्थितिले त्यो बाहिर बस्दाको पीडा त्यो मैले नै अनुभव गरिरहेको छु तर पनि म यस मानेमा खुसी थिएँ कि यसले चाहिँ एउटा चाहिँ सही दिशा चाहिँ लिएर आएको छ जस्तो मलाई लागिरहेको हुनाले मैले सन्तोषको वातावरण लिन्थेँ। खासमा चाहिँ आज म एकदमै खुसी छु खासमा है मेरो बर्थडे सेलिब्रेसन हामी सरहरूसँग चाहिँ मनाउन पाउँदा एकदमै खुसी लागिरहेको छ र मेन कुरा चाहिँ हाम्रो यो मिसन टुगेदरले जुन यो कार्यक्रम चाहिँ अर्गनाइज गरिराख्नु भएको छ नि यो चाहिँ फर्स्ट टाइम हो तर एकदमै यसलाई चाहिँ निरन्तर गयो भने चाहिँ पक्कै पनि एकदम राम्रो हुनेछ र यस्तो खालको माहौल चाहिँ भइराख्नुपर्ने छ र हामीले जुन हाम्रो मिसन टुगेदरले गरिरहेको काम देखेर म पनि एकदम उत्साहित छु र म आगामी दिनहरूमा पनि यसरी नै सक्रिय नै हुनेछु र जति जे गरे पनि हामी फुटबलकै लागि गर्ने हो भन्ने कुरा चाहिँ मलाई लागिरहेको छ किनभने हामीले नै हजुरहरूसँग म सिनियर सरहरूसँग बस्दाखेरि चाहिँ हजुरहरूको कुरा सुन्दाखेरि चाहिँ हामीलाई एकदम ऊर्जा मिल्नेछ र मैले त्यो कुराहरू चाहिँ जहिले पनि सरहरूसँग धेरै कुराहरू सिकिरहेको छ पछिल्लो समय पछि गइसकेपछि हामीले पनि यो कुराहरूलाई समेल्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। पहिले त एकदम ह्याप्पी बर्थडे अहिले हाम्रो अध्यक्ष पुनः मिसन टुगेदरका अध्यक्षज्यू र चाहिँ हाम्रो द स्टार अफ नेपाल गणेश र चाहिँ के अरे अनिल है ह्याप्पी बर्थडे टु यु अल र चाहिँ अर्को चाहिँ हाम्रो विज्ञान कता हाम्रो हेरौँ न विज्ञान यता खै हेरौँ न हाम्रो विज्ञान चाहिँ यस्तो यति एकदम एउटा खेलाडी भइकन पनि पुलिसको त हुनुहुन्छ भइकन पनि यत्रो ठुलो जिम्मेवारी प्राप्त गर्नुभएकोमा हामी आभारी छौँ। वी वान्ट टु गिभ बिग ह्यान्ड है। र अर्को कुरा चाहिँ के छ भने हामी सबै फुटबलरको हिसाबले चिनिन्छौँ त्यो फुटबल खेलाडी भनेर है चाहे त्यो मेल होस् फिमेल होस् वी आर फुटबलर त्यसकारण चिन्न त फुटबल खेलाडीको रूपमा चिन्यो हामी सबैलाई देशले हामीलाई चिन्छ। एउटा खेलाडी मलाई फुटबल खेल्न सिकाउने पदम राई पनि यही हुनुहुन्छ मैले फुटबल हेरेर रमाउने रूपाल सर पनि यही हुनुहुन्छ 101 सबै हुनुहुन्छ यहाँ विभिन्न सेक्टरमा कोही फुटबल खेलाडी नभने फुटबल मन पराउने सबै हुनुहुन्छ यहाँ। यस्तो खेल हो फुटबल कि संसारमा मान्छे भन्छ क्रिकेटले नेपालमा खायो भने खाँदैन 17वटा देश क्रिकेट खेल्नेले फुटबल कहीँ पनि खानै सक्दैन यसको मिल्दैन त्यो इक्वेसनै मिल्दैन। अलिकति म्यानेजमेन्ट अलिकति नमिलेका कारणबाट फुटबल नेपालले अलिकति लिन नसके मात्र हो। तपाईँ जस्तो यङ पुस्ताहरूले टेक ओभर गर्नुहोस् फुटबल अगाडि बढाउनुहोस् र म फुटबल खेलाडी भएको नाताले एउटा मेरो वान अफ द पोइन्टले गर्दा म पुलिसमा छिरेँ। मलाई पुलिस मन पर्दैन थियो बितेर जानुभयो रूपक दाई उहाँले मलाई पुलिसमा इन्सपेक्टर चाहिँ